ल ओके क्वेसन नम्बर 3 अब है क्वेसन नम्बर 3 हेर्नु होला राम्रोसँग सबैजनाले क्वेसन नम्बर 3 रहेको छ 81m स्क्वायर बाइ m 9m minus 7n plus 49n स्क्वायर बाइ 7n minus 9। अब विद्यार्थी भाइ बहिनीहरु यसमा हामीले 81m स्क्वायर बाइ 9m minus 7n यसमा m पछि n आउँछ तर यो m ठीक छ यो अर्डर मिलेन यसको साइड अर्डर नमिलेको हुनाले यसले के गर्नुपर्छ हामीले कमन लिने के कमन लिने त माइनस कमन लिने माइनस कमन लिन्छ भने यो प्लस हुन्छ र यो के हुन्छ त यो माइनस हुन जान्छ 9m अगाडि र 7n पछाडी लेख्न सकिन्छ यसरी अब यो माइनस यसमा भाग गर्छ डिवाइड गरिदिन्छ 81m स्क्वायर बाइ 9m minus 7n and you minus close to divide in plus then plus minus minus 49n square by 9m minus 7n अब दुईटैको हर के छ त उस्तै उस्तै मिलेको मिलेन होला भन्नुस् त मिल्यो नि हैन हो दुईटैको हर उस्तै उस्तै मिलेको हुनाले हामीले एउटा 9m minus 7n लेख्ने अनि माथि 81m square अनि 49n स्क्वायर यसरी अब यो m स्क्वायर n स्क्वायर आइसकेको छ हामीले 81 लाई हामीले 9 को स्क्वायर गर्न पाइन्छ कि नै पाइन्छ नि हो त्यस्तै 49 पनि 7 को स्क्वायर हुन्छ यो के हुन्छ क्वेशनमा ठ्याक्क मिलाएर दिएको हुन्छ कि स्क्वायर गर्न मिल्ने क्यूब गर्न मिल्ने है यसरी यसले हामीले गर्छौं 9m of whole square 7n of whole square by 9m minus 7 यसरी अब this is equal to फेरि यो के गर्छ a square minus b square एकचोटी प्लस एकचोटी माइनस एकचोटी प्लस एकचोटी माइनस अनि यो हरमा भएको डिनोमिनेटरमा भएको 9m minus 7n अनि यसरी यो क्यान्सल हुन्छ and 9m plus 7n which is the required answer. Okay, thank you. Bye everybody.